सिक्किमका मुख्यमन्त्री महोदय श्रीमान पीएस गोले साहबको माया चाहिँ सिक्किमे जनतालाई कति रछ भन्ने कुरा चाहिँ हिजो अस्ति एक दिन उहाँ बिमार भएर मणिपाल हस्पिटलमा एडमिट हुनुभएको थियो। सिक्किमका जनता कति साह्रो उहाँमाथि विश्वास गरेका रहेछन्, सिक्किमे जनताले उहाँप्रति कति माया गरेको रहेछ भन्ने कुरा चाहिँ फेसबुकमा अनि सिक्किमे जनता यहाँ मुख्यमन्त्री बिमारी हुनुहुन्छ अरे भन्दा कति अतालियो यस विषयमा तपाईहरुलाई म जानकारी दिनको लागि अग्रसर भइराखेको छु र सबै सिक्किमका विपक्षी पार्टीका साथीहरूले सोच्नुपर्ने र तपाईहरुले आफै पनि जान्नुपर्ने कुरा यहाँ छ। एक दिन सिक्किमका मुख्यमन्त्री पीएस गोले साहब बिमार हुँदाखेरि सिक्किमे जनता कति साह्रो चिन्तित भए, सिक्किमे जनताले फेसबुकमा कति साह्रो उहाँमाथि उहाँको स्वास्थ्य ठीक होस् भनेर कतिजनाले कति छिटो छिटो लेखे भनेपछि सिक्किमका मुख्यमन्त्रीको माया यति साह्रो सिक्किमे जनताले गर्दो रहेछ। हामीले किन गाली गर्नु यो मुख्यमन्त्रीलाई भन्ने तिमीहरुकोमा यहाँ सोच र विचार नआएको देख्दा यो विपक्षी पार्टीका क्याप र एसडीएफ का मान्छेसँग हामी छक्क पर्दैछौं। हो, मुख्यमन्त्री महोदयले कमाएको कमाई यो हो, तपाईहरुले अहिले जान्नु हुँदैछ। मुख्यमन्त्रीले यो चाहिँ कमाएको कुरा हो। यो उहाँले जनता कमाउनु भएको छ, उहाँले जनतामाथि विश्वास गर्नु भएको छ, सिक्किम माथि उहाँले विश्वास गरेको छ, सिक्किमे जनतामाथि उहाँले विश्वास गरेको छ र उहाँलाई पनि जनताले विश्वास गरेका छन्। र एक दुईजना यहाँ क्याप पार्टीका भुइँफुटुवा नेताहरूले अनि एसडीएफ पार्टीका भुइँफुटुवा नेताहरूले यहाँ सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री यानी एसकेएम पार्टी अध्यक्ष महोदय माथि विभिन्न किसिमको लालछना नलाउँदा हुन्छ। यो हिजो अस्तिको परिणाम हेर्नु, जनताले कति माया गर्दो रहेछ उहाँमाथि भन्ने कुरा छर्लङ्गसँगले तिमीहरूले थाहा पाइसकेको छ। विपक्षीको मान्छेले भात खान्छौ भने सबै कुरा थाहा पाइसकेको छ, नेतालाई जनताले कति माया गर्दो रहेछ भन्ने कुरा चाहिँ। र मेरा यही संसर्गमा मेरा कुरा अगाडि लाने हजुरहरूलाई अनुमति लिन चाहन्छु। म यहाँ जे बोल्छु सत्यको कुरा मात्रै गर्छु, छोटो बोल्छु, सत्य तथ्यको कुरा मात्रै गर्छु। म यहाँ मैले यो कुरा अस्ति पनि गरेको थिएँ, यो कुरा त पब्लिसिटी गरेको गर्नुपर्छ। यो कुरालाई चाहिँ जुन कुरो अहिले म भन्न आँट्दैछु 27,000 भन्दा बेसी ओजेका कर्मचारीहरूलाई एउटै फाइलमा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री महोदयले रेगुलर गरेको छ। यो चाहिँ एउटा भारतको इतिहासमा पनि छापिने कुरा हो। एउटा फाइलमा एक दुईजना होइन, 2700 होइन, 5000 होइन, 10,000 होइन, 17,000 होइन, 27,000 भन्दा बेसी ओजेका कर्मचारीहरूलाई एउटै फाइलमा चाहिँ उहाँले रेगुलर गर्नु भन्ने कुरा चाहिँ यहाँ मामुली कुरा छैन। रेगुलर तपाईहरु पनि कतिजना हुनुभयो, कतिजना तपाईहरु 32 वर्षमा रेगुलर हुनुभयो चामलिङ साहबको पालामा, कतिजना 27 वर्षमा रेगुलर हुनुभयो। त्यही पनि हाम्रो सरकार आएर मात्रै 32 वर्ष भएको रहेछ एकजना सरको टिचरको, उहाँ 32 वर्ष एडकमा काम गरेर मात्रै रेगुलर हुनुभयो। 27 वर्षसम्म त तपाईको हर्टिकल्चर र एग्रिकल्चरमा काम गर्ने भाइहरु रेगुलर भए। 21-20 त बिरलै छन्, कति छन् भने यी भाइ बहिनीहरु 5 वर्षमै रेगुलर हुनु चाहिँ उहाँहरुले थाप्लो चाहिँ एकदमसँगले राम्रोसँगले भगवानको मूर्तिमा ठटाउनु पर्छ। तपाईहरुको ईश्वर आज एसकेएम पार्टीका अध्यक्ष महोदय भएर आइदिनु भएको छ। अहिले यो कलियुगमा स्वयं भगवान नै चाहिँ आउँदैनन्। कुनै मान्छे तपाईहरुलाई ईश्वर रूपी भएर मुख्यमन्त्री महोदय आएको कारणले गर्दा तपाईहरुको आज भाग्य उदाएको छ। तपाईहरु भन्दा अगाडि नोकरीमा लाग्ने, तपाईहरु भन्दा अलिकति अगाडि नोकरीमा लाग्ने पनि आज रेगुलर हुन सकेको छैनन् भनेपछि तपाईहरुलाई यो हामी सरकारले बनाएको पोलिसीमा तपाईहरु पर्नुभयो र तपाईहरु 5 वर्ष भित्रैमा रेगुलर हुनुभयो। 27,000 भन्दा बेसी ओजेका कर्मचारीहरूलाई रेगुलर गरिदिनु भएकोमा हामी सारा सिक्किमे जनताले मुख्यमन्त्री महोदयलाई घरि धन्यवाद दिनदेखि हामी वञ्चित हुनु हुँदैन। उहाँलाई जतिजना पनि तपाईहरु रेगुलर हुनु भएको छ, तपाईहरुलाई चामलिङले 19 मा जितेको थियो भने तपाईहरु रेगुलर हुन्थेन, तपाईहरुलाई त्यही
1 साल यानी 3-4 महिनामा तपाईहरुको बर्खास्त गर्ने थियो। यो 99 को चुनाव पछाडि एडकमा गुरुबाउ गर्ने दाजुभाइ दिदीबहिनीहरू अहिले तपाईहरु जिउँदै हुनुहुन्छ। यो कथा र व्यथा 99 का टिचरहरूलाई सोध्नुहोस्। 3 महिनासम्म एडकमा गुरुबाउ गर्नु लगाएर उनीहरू अहिलेसम्म थारो बसिरहेका छन्। उनीहरू अहिले कोही गाई गोठालो भएका छन्, कोही भैँसी गोठालो भएका छन् भने तपाईहरुलाई चाहिँ एसकेएम सरकार आउनु नै तपाईहरुको चाहिँ भाग्य उदाउनु छ। तपाईहरुको भाग्य उदाएको छ। आज भाग्य उदाएको छ। यो भाग्य उदाइदिने चाहिँ आज एसकेएम पार्टी र सिक्किमका सम्माननीय मुख्यमन्त्री महोदय हुन्। अनि 19 मा जतिजनाले पनि एसकेएम पार्टीलाई भोट हाल्यो यो मान्छेहरूलाई पनि तपाईहरुले धन्यवाद दिनुपर्छ। 19 को सरकार बनाउने एसकेएम पार्टीलाई सरकार बनाउने जनतालाई पनि हजुरहरू सबैजनाले दशमला जोडेर तपाईहरुले नमस्ते गर्दा केही फरक पर्दैन। आज 19 को सरकार चाहिँ एसडीएफ पार्टीको आएको थियो भने हजुरहरूलाई म उफ्री भन्न चाहन्छु। तपाईहरु रेगुलर त के, तपाईहरु त्यो ओएफओजे को कर्मचारी पनि हुनुहुन्थेन। चामलिङले भोटसम्म मात्रै राखेको थियो, उनले भोट जित्ने बित्तिकै तपाईहरुलाई राख्ने थिएन। यो मैले अहिले डुब्न आँटेका घाम लागेका बेलामा गरेको कुरा हो। मैले सत्य र तथ्य बोलेको छु। अनि हजुरहरूले एसकेएम पार्टी र एसकेएम पार्टीका सम्माननीय मुख्यमन्त्री महोदय यानी सिक्किमका एकमात्र जनप्रिय नेता श्रीमान पीएस गोले साहबलाई तपाईहरुले बिहानै उठ्ने बित्तिकै तपाईहरुले नमन गर्दा फरक पर्नेवाला छैन। हजुरहरूलाई ओएफओजे को ट्याग लागेको थियो। यो ट्याग पवन कुमार चामलिङले लगाएको थियो। यो हटाइदिएको छ आज सरकारले। तपाईहरुलाई ओएफओजे को ट्याग हटाइदिएको छ, रेगुलर बनाएको। हेर्नुहोस् त तपाईहरुको ट्याग हट्यो। यो ट्याग लाग्दाखेरि पनि त फल्ना बुइनी के गर्छ अरे हो त्यो सरिता भन्दा वान्जपमा काम गर्छ अरे भन्दाखेरि तपाईहरुलाई पनि कता कता शरम लागे जस्तो हुन्थ्यो, कता कता अप्ठ्यारो लागे जस्तो हुन्थ्यो हैन। कता कता यो त ओएफओजे को पो त भन्दाखेरि अप्ठ्यारो महसुस हुन्थ्यो भने आज यो अप्ठ्यारोलाई पनि सजिलो कसले बनाएको छ? यो एसकेएम पार्टीले बनाएको छ। एसकेएम पार्टीको सरकारले बनाएको छ। एसकेएम पार्टीका नाइके हाम्रो श्रीमान पीएस गोले साहबले बनाएको छ। तपाईहरुलाई सजिलो त्यो अप्ठ्यारो ओएफओजे को ट्यागबाट सजिलो कसले बनाइदिएको छ? यो सजिलो बनाउने मान्छेलाई तपाईहरुले जिन्दगी भरि भुल्नु हुँदैन। अनि एसकेएम सरकार आएर हजुरहरू 28,000 भन्दा बेसीलाई नोकरी लगाएको छ। हजुरले पनि एसकेएम पार्टी र ल्याम्पको चिनु अनि सम्माननीय मुख्यमन्त्री महोदयलाई भुल्नु भयो भने तपाईहरुको जिन्दगी अँध्यारो हुनेछ। यो भुल्नु हुँदैन हजुरहरूले। तपाईहरुलाई पनि नोकरीमा लगाइदिएको छ यो पार्टीले, यो सरकारले, यो सरकारका मुख्यमन्त्री महोदयले। र तपाईहरुले पनि सम्माननीय मुख्यमन्त्री महोदयलाई कहिले पनि भुल्नु हुँदैन। तपाईहरु पनि अब 4 वर्ष भित्रमा रेगुलर हुनु हुँदैछ। तपाईहरुले पनि अब 29 को चुनाव अगाडि मेमोरेन्डम थाप्नु हुँदैछ र तपाईहरु पनि छाती ठुलो पारेर बस्नुपर्छ। तपाईहरुका घरमा विभिन्न किसिमको मान्छे आउँछ। सिक्किममा विभिन्न किसिमको पार्टी छ। उनीहरु त पार्टी चलाउनु छ, एसकेएम को मान्छे बिगार्नु छ, एसकेएम का घरबाट उनीहरुले भोट लिनु छ। उनीहरुले के भन्दै आउँछन् नि, यो एमएलए भएन, यो चेयरम्यान भएन, यो ओएसडी भएन, कोनी के भएन, तपाईहरुको कार्यकर्ता भएन भन्दै उनीहरु तपाईहरुका घरमा आउँछन्। यो पार्टी भएन, पीएस गोले भएन, मुख्यमन्त्री नि भएन, सरकारै भएन भन्दै आउँदाखेरि तपाईहरु निर्धक्कसँगले बस्नुपर्छ। हाम्रो पार्टी, हाम्रो सरकार, हाम्रो नेता जिन्दाबाद, हामी अरूतिर जान्नेवाला छैन भन्नु पर्यो। यति चाहिँ तपाईहरुले भन्नुभयो भने कुरा सकियो। अनि सिक्किमका विपक्षी पार्टीहरुका साथीहरुको हालत चाहिँ, सिक्किमका विपक्षी पार्टीहरुको साथीहरुको हालत चाहिँ अहिले भर्खरै मात्रै बिहारका विपक्षी पार्टीको जस्तो 29 को चुनाव पछाडि हुनेछ। यो मैले भविष्यवाणी हेरेको छु। अहिले बिहारमा पनि भुइँपुट्टा पार्टीहरु कतिजना उफ्रे, कतिजनाले भारतका प्रधानमन्त्री महोदयलाई कस्तो कस्तो वचन गरे, कस्तो कस्तो मुख छाडे, बीजेपी पार्टीलाई, प्रधानमन्त्रीलाई कसरी मुख छाडे बिहारमा पनि विपक्षी पार्टीका मान्छेले। अनि आज
आज हेर्नुहोस् त यिनीहरूको हालत तल भिजेको बिरालो जस्तो भएर निउरेर हिँड्नु पर्दैछ, शिर ढलेको मान्छे जस्तो भएर। यो कथा र व्यथा सिक्किममा पनि 29मा फेरि एसकेएम पार्टीको सरकार आउँछ। बिहारमा जसरी आज भिजेको बिरालो भएर विपक्षी पार्टी हिँड्दैछ, त्यसरी नै सिक्किमको विपक्षी पार्टी पनि 29को चुनाव पछाडि त्यस्तै भएर हिँड्नेछ। सिक्किममा जस्तै हाहा र हो गर्यो, बिहारमा पनि विपक्षीका मान्छेले, तर भोट कसले लग्यो? बीजेपी पार्टीले लग्यो। बीजेपीले तपाईको 93 सिट लग्यो। त्यहाँको हाहा र हो गर्नेले 6 सिट मात्रै लग्यो। कांग्रेसले, जुन पार्टीले भारतमा 65 वर्षभन्दा बेसी सरकार चलाएको थियो, त्यही पार्टी कांग्रेस पार्टीले 6 सिट मात्रै लग्यो बिहारमा। बिहारमा हेर्नुहोस् त, कांग्रेसको गढ भन्ने जग्गामा त्यो हालत सिक्किममा हुन्छ। विपक्षी पार्टीको सारो हाहा र हो, घरमा बसी बसी आइतबारे नेताले गर्ने काम छैन, अरूले पनि गर्ने काम छैन। यो परको कुरा हेर्नु। 29मा पनि यस्तै हुन्छ। 29को चुनाव बौला भएर हिँड्छन् विपक्षी पार्टीका साथीहरू, भोट एसकेएम पार्टीले लान्छ। यो मैले 4 वर्ष पछाडिको भविष्यवाणी हेरेको। है बाबुआमा हो। भोलि पर्सि भोट जितेपछि त मैले भनेको थियो नि भन्छन्। भोट अगाडि एक दुईजनाले भन्छन्, भोट पछाडि त जम्मैले भन्छन् एसकेएमले भोट जित्छ है भनेर। मैले भनेको थियो नि भन्छन्। तर मैले आज एउटा साहसपूर्वक भन्दैछु, 4 वर्ष पछाडिको भविष्यवाणी मैले दिँदैछु। एसकेएम पार्टीको खातामा जान्छ 32 को 32। सुर्ता गर्नु पर्दैन। यतिको इमानदार र यतिको काम चाहिँ पीएस गोले साहबले सिक्किममा गरेको छ र म ठोकेर भन्न सक्छु। सिक्किमे जनतालाई त्यतिको काम चाहिँ गरेको छ। हामीलाई यति साह्रो बोल्न सक्ने बनाउने पीएस गोले साहब हो। उहाँले काम गरेको कुरा छ र यस्तो काम गर्ने मान्छेलाई नि भोट दिएन भने के सिक्किमको मान्छेले कसलाई भोट दिन्छ त? कसलाई भोट दिन्छ? चामलिङले गरिबका नानी झाँक्री बनायो, पीएस गोले साहबले डाक्टर बनायो। अब डाक्टर बनाउनेलाई दिने कि झाँक्री बनाउनेलाई दिने भोट? जान्दछ होला नि त। आज रेगुलर गरिदिनेलाई दिने भोट कि बर्बाद बनाउनेलाई भोट दिने? यो पनि त जनताले जान्दछ। बिमारीदेखि लिएर गएर हेर्नुहोस् त आज। यो कुरा छ है साथी हो, यो कुरा छ। मैले 4 वर्ष पछाडिको भविष्यवाणी देखिदिएको छु। अनि 4 वर्ष पछाडि के हुन्छ? भोट हुन्छ। 29मा भोट छ। 29को भोट पछाडि चाहिँ क्याप, एसडीएफ, यही बीजेपी पनि सुवा हुन्छ। अनि यो म सन्दर्भ कहाँ लगेर जोड्दैछु भन्नु तपाईहरुले बुझ्नु मात्रै पर्छ। अलिकति मात्रै छ म बोल्नु। बिहारको हिजोस्तिको चुनावमा कांग्रेस पार्टीले कति गाली गर्यो नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीलाई। कति गाली गर्यो। प्रधानमन्त्री कि मरेर गए कि 90 वर्ष पुगेर मरेर गए कि आमालाई राजीव गान्धीले कति साह्रो गाली गर्यो। त्यो गाली भारतका प्रधानमन्त्री साहबले यहाँबाट सुनेर यताबाट उडाइदिनु भयो। अनि आज नरेन्द्र मोदी साहबको, भारतको प्रधानमन्त्री कि मरेर गए कि आमालाई गाली गर्ने राजीव गान्धी भन्ने व्यक्ति आज देश छोडेर हिँड्नु परेको छ। यो हालत पनि क्यापका एक दुईजनाको हुँदैन भन्न म सक्दिनँ। यिनीहरूले पनि बेसी मुख छाड्दैछन् आज। यहाँ मुख छाड, केही हुनेवाला छैन। मुख छाड। जसरी कांग्रेस पार्टीको राहुल गान्धीले भारतकी प्रधानमन्त्रीका आमालाई मुख छाड्यो, त्यसरी नै यहाँ पनि विपक्षी पार्टीका मान्छेले जोरदारसँगले यहाँ सिक्किमका मुख्यमन्त्रीलाई मुख छाड्दैछन्। मुख छाडा, केही हुनेवाला छैन। यसको परिणाम त दिनदिनै तिमीहरूले भोग्दै जानेछौ। 24 को चुनाव त सकिएर गयो। अब 29 को चुनावमा तिमीहरूको हालत पनि बिहारको विपक्षी पार्टीको हालत हुनेछ। मैले यहाँ लगेर सन्दर्भ जोड्दैछु। अनि त्यो गालीको परिणाम हेर्नुहोस्। त्यो गालीको परिणाम राहुल गान्धीले जुन गाली गरे प्रधानमन्त्री कि आमालाई, मरेर गए कि आमालाई, भारतको प्रधानमन्त्रीलाई जति गाली गर्यो, यसको परिणाम चाहिँ कांग्रेसले, राहुल गान्धीले
6 सिट मात्रै ल्याएको छ आज सोनिया गान्धीको छोराले। यो परिणाम भेट्छ है सिक्किमको विपक्षीले, याद गर्नु। अनि सिक्किममा पनि जनताको सेवा गर्ने, गरिब जनतालाई उद्धार गर्ने, गोठमा बस्ने जनताका नपढेका नानीहरूलाई पढाइदिने सरकारलाई विपक्षीका मान्छेले गाली गर्छ। यो गाली गर्दा फरक पर्दैन। तिमीहरूको गाली मुख्यमन्त्रीले निलेर 20 बनेर उगेल्ने उहाँसँग क्षमता छ। यो चाहिँ मैले ठोक्का दिएर भन्दैछु। आज विपक्षीको गाली मुखबाट निलेर उगेल्ने 20 उगेले जस्तो उगेल्ने सिक्किमका मुख्यमन्त्रीसँग क्षमता छ। त्यो क्षमता तिमीहरूसँग छैन। क्षमता छैन। आज विपक्षी त हामीलाई भन्न अप्ठ्यारो बाटै नपरेर विपक्षी भनेको। यिनीहरूलाई त संस्था भन्दा नि हुन्थ्यो। जुन मान्छेको क्याबिनेटमा 1 सिट पनि छैन त्यो मान्छे विपक्षी त खासमा हुँदैन। जुन पार्टीको एसेम्ब्लीमा 1 जना पनि एमएलए छैन त्यो मान्छेलाई विपक्षी भन्न त मिल्दैन। तर यहाँ हामी बोल्न मिल्दैन, बोली नै आउँदैन। कताबाट बिग्रिन्छ। यस्ता भत्तलाई विपक्षी भन्न त मिल्दैन। तर अब विपक्षी नै भन्नै पर्यो। पक्ष र विपक्ष हुन्छ, यो पनि तपाईहरुले जान्नु जरुरी छ। अनि अघि मैले भने सिक्किमका मुख्यमन्त्री महोदयलाई सारा सिक्किमे जनताले कति माया गरेको रहेछ भन्ने कुरा चाहिँ विपक्षी पार्टीले जान्नु जरुरी छ। अनि उहाँलाई किन माया गर्यो, सिक्किमे जनता मुख्यमन्त्री माथि किन चिन्तित भयो, किन त्यति साह्रो यहाँबाट कतिजना गाडी रिजर्भ लिएर जान खोज्दै थिए। उहाँ मणिपाल हस्पिटलमा हुनुहुन्छ भन्दा मान्छेले रोकेको छ। उहाँ किन मुख्यमन्त्री बिमार हुँदा सिक्किमको जनता चिन्तित भयो, उहाँमाथि किन यति साह्रो विश्वास सिक्किमे जनताले गर्यो। हो, यो सबभन्दा ठुलो पीएस गोले साहबको जिन्दगीमा सबभन्दा ठुलो कमाई भनेको चाहिँ यो कमाई हो। उहाँले कमाउनु भएको कमाई हो यो, उहाँले कमाउनु भएको सम्पत्ति हो यो कुरा विपक्षी पार्टीको मान्छेले जान्नु अनि सुन्नु अनि मात्रै पार्टीमा लड्नु। मैले सिकाइदिएको, मैले भोगेका कुरा, हामी विपक्षीमा बहुत वर्ष बसेको मान्छे, थुप्रो कुरा भोगेको छ मैले। हामीलाई कसैले सिकाउँदैन थियो, तर मैले चाहिँ तपाईहरुलाई सिकाएको, आज सिकाएको छु। कोही नबिग्रिनु, बिग्रिँदा केही हुनेवाला छैन। यहाँनिर 15-20 हजार 30 हजार भोट बिग्रिँदा केही हुँदैन। सरकार एसकेएम पार्टीको पासामा जान्छ। किनभने त्यति साह्रो चाहिँ सिक्किमे जनता राखेको छ मुख्यमन्त्री महोदयले, त्यति साह्रो एसकेएम पार्टी अध्यक्ष महोदयले सिक्किममा काम गरेको छ। होला कति ठाउँ रोड नराम्रो होला, कति ठाउँ कोनिके नराम्रो होला, कति ठाउँ स्कुल कोनिके भएको होला, हामी मान्छौं। हामीले जम्मै कुरा सरकारले राम्रो मात्रै गरेको छ। यो कतिवटा ठाउँमा सरकारको नजर नपुगेको पनि होला, हामीलाई थाहा छ। यो पनि सरकारले सुधार छ। अनि कतिवटा रोडमा तपाईहरुले दिनदिनै देख्नु हुँदैछ, टेन्डर भइसकेको रोडहरु रहेछ। यसमा सरकारको गद्दारीका कारणले गर्दा सरकारलाई यहाँ नराम्रो कुरा आउँदैछ। यो गद्दारी को हो भन्दा आज सरदार गर्दादी भन्ने कुरा आउँदैछ। अनि यो पीडब्ल्यूडी डिपार्टमेन्ट छ सिक्किममा। अरे बाबा, सरकारको मात्रै भर नपर्नुहोस् न हौ डिपार्टमेन्टहरु पनि। तपाईहरुलाई पनि अलिअलि के त छुट्याएको हुन्छ त माथिबाट भाग बिलो। अरे अलिअलि त्यो सानो सानो काम त पीडब्ल्यूडी डिपार्टमेन्टले पनि त गर्न सक्छ त। यसमा पनि डी साहब हुनुहुन्छ, ए साहब हुनुहुन्छ, जे साहब हुनुहुन्छ। यो पनि तपाईहरुले अलिअलि गर्दा त हुन्छ हैन? हैन, पहिला त गर्थे त हौ डिपार्टमेन्टले मात्रै। आज किन सरकारलाई मात्रै आश गर्नुहुन्छ तपाईहरु? ठुलो ठुलो बजेट सरकारलाई आश गर्नु, सानो सानो त डिपार्टमेन्टमा छुट्याइदिएकै हुन्छ होला नि त, कि को नि त? हामी त बस्तीको मान्छे जान्दैनौँ है। सानो सानो बिग्रेको काम त, सानो सानो झोडाको पुलहरु त डिपार्टमेन्टले पनि बनाएको देखेको थियो। पहिला नि सरकार थियो सिक्किममा, बनाउँथ्यो डिपार्टमेन्टको मान्छेले, डिपार्टमेन्टको अफसरहरुले गर्थ्यो। हन अहिले त कोही रागाले जुनेर यस्तो हेर्छ कि सानो सानो काम त सरदारले यो डिपार्टमेन्टले गर्नुपर्छ। अनि जुन सरदारलाई म काम गर्न सक्दिन, यो काम चाहिँ मलाई बोझ भयो, यो म गर्न सक्दिन भन्ने जान्दै टेन्डर चाहिँ किन गरेको?
टेन्डर चाहिँ त्यो लोमुते सरदारले किन गरेको? यहाँ त भन्नुपर्दा त कुरा थुप्रो छ चापागाईसँग, तर म भन्दिन, म अरू जस्तो फङफङ भन्दिन। गर्नु पर्यो नि त। काम फसाएपछि गर्न सक्ने क्षमता थिएन भने टेन्डर किन गरेको? यो टेन्डर गरेर नगरेका कामहरू छन् यहाँ रचन सिक्किममा। यो चाहिँ तपाईहरुलाई बिन्ती गरेर भन्न चाहन्छु, टेन्डर भइसकेर पैसा छुटिसकेको काम भने कोनी ककलले भन्दा त पैसा त आधीमा पो कामै नसकिसकेको कुरा आउँछ। अब यो मुखले मात्रै भनेर हुँदैन, यो त खातापाताको कुरा हो। यसो गर्नु हुँदैन। यसो जसले गर्दैछ भने उसले गर्यो ठिक छ, तर दोष कसले पाउँछ? वर्तमान सरकारले पाउँछ। वर्तमान सरकारले पाउँदैछ। अब हिउँद लाग्यो, सानो सानो कामहरू त रोडको काम त पीडब्ल्यूडी डिपार्टमेन्टले, आरडीडी को हेराइमा छ भने आरडीडी डिपार्टमेन्टले गर्नु पर्यो नि। म हिजो अस्ति एउटा भिडियो हेर्दै थिएँ मिस्टर जोजोको। उहाँको कुरा म सबै कुरा त मन पर्दैन थियो। उहाँले कतिवटा कुरा ठिकै पनि भन्थे, कतिवटा कुरा अब तालमेल नमिल्ने पनि गर्थे। हुन त दोडै कुरा गर्नै पर्छ। र गेजिङदेखि लिङचम जाने रोडको कुरा आयो, याङथाङ निर्वाचन क्षेत्रको। यो कुरा चाहिँ जे बोले जोजोले सही बोलेको छ, सही बोलेको छ साथीहो। याङथाङ 02 याङथाङ निर्वाचन क्षेत्रको गेजिङ निर्वाचन क्षेत्रदेखि उता जाने लिङचम तिकजेक जाने रोड चाहिँ हिजो अस्ति मिस्टर जोजोले जे बोल्दै थिए यो कुरा चाहिँ सही बोलेको छ उहाँले। अनि सरदारहरुका कमी कमजोरीले गर्दा सरकारलाई ठोस नपरोस्, सरदारका कमी कमजोरीले गर्दा एमएलए ले दोष नपाउन्, सरदारका कमी कमजोरीले गर्दा हामी कार्यकर्तालाई दोष नआओस् भन्न खोजेको मात्रै। र सानो सानो कामहरू त गर्नु त पर्छ, गर्नुपर्छ। सरदारहरू पनि र डिपार्टमेन्टले पनि राम्रोसँगले काम गरिदिनुहोस्। बरु यो लुन्चे फुन्चे के पर्दैन। यो 26 भरि सरकार रोडमा लागि पर्नेछ भनेर मुख्यमन्त्री महोदयले अस्तिदेखि भनिराख्नु भएको छ। एमएलए मुख्यमन्त्री साहबहरू मन्त्री साहबहरू कुना काप्चामा पुग्नुहुन्न, उहाँहरूलाई टाढा टाढा जान सक्नुहुन्न। यो कुरा उहाँलाई सुनाइदिनु पर्छ, यो कुरा सुनाइदिनु पर्छ। र कार्यकर्ताले कहाँ बिग्रिँदैछ काम त्यो कुरा भन्नु जरुरी रहेछ। अब नभनी नहुने रहेछ। हामी त भन्दाखेरि पार्टीलाई के हुन्छ होला, सरकारलाई के हुन्छ होला भनेर हामीले कतिवटा कुरा भनेनौ। तर यहाँ गल्ती हुँदै रहेछ डिपार्टमेन्टको र सरदारको। यो चाहिँ हजुरहरूले नगर्दिनु होला। जसले सरदार फसाएको छ तपाईहरुले काम गरिदिनु होला। र म पार्टीलाई म के भन्न चाहन्छु भने पार्टीको मेरुदण्ड भने पनि, डोनाल्लाको पछाडिको बेकबोन भने पनि सबभन्दा ठुलो मेरुदण्ड चाहिँ पार्टीका लागि चाहिँ वार्ड लेभल हो। वार्ड लेभल हो बाबुआमा हो। तपाईहरुले जेसुकै भन्नुहोस्, पार्टीको मेरुदण्ड भनेको चाहिँ वार्ड लेभल हो। वार्ड लेभल दरो बनिएको छ भने ब्लक लेभल दरो हुन्छ, ब्लक लेभल दरो बनिएको छ भने कन्स्टिट्युएन्सी लेभल दरो हुन्छ, कन्स्टिट्युएन्सी लेभल दरो बनिएको छ भने स्टेट लेभल दरो हुन्छ। तर फेदको वार्ड लेभल हलिन दिनु हुँदैन। आज हिजो मैले हेर्दै थिएँ पूर्व सिक्किमतिर अरुण उप्रेती साहबले, उहाँ हाम्रो नरबहादुर दाहाल साहबले, हाम्रो गान्तोकको एमएलए साहबहरूले राम्रो काम गर्नु हुँदैछ। हजुरहरूले हो यसरी पार्टीको हाई लेभलको कार्यकर्ताहरू, हाई लेभलको मन्त्री एमएलएहरू वार्डमा पसिदिएर हजुरहरूले जनतालाई यसरी आश्वासन दिनुभयो भने एसकेएम पार्टी रत्ती भर पनि हल्लिनेवाला छैन। आज हामीले कार्यक्रम वार्डमा र जीपीओमा नगरेको कारणले गर्दाखेरि विपक्षी पार्टीले मौका पाएको छ। आज विपक्षी पार्टीले मौका पाएको छ र पूर्व सिक्किम अरूतिर जस्तै सबैतिर वार्ड लेभल र ब्लक लेभल बनाउनु जरुरी छ भन्दै आजको निम्ति चाहिँ हजुरहरूलाई बिदा लिन चाहन्छु। जय सिक्किम, जय सिक्किमे जनता, जय पीएस गोले साहब।